हेलो साथीहरू, मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म स्कुल गइरहेको हो। मेरो आज इक्जाम छ ELP। अनि ELPमा त्यो के सोधिन्छ त्यहाँ हैन, म हजुरहरूलाई भन्ने छु ELP चाहिँ इक्जाम कसरी हुन्छ हैन, अनि के खालको क्वेसनहरू सोध्छ म तपाईँहरूलाई देखाउने छु। त्यसको लागि चाहिँ म अहिले स्कुल गइरहेको हो। स्कुलमा इक्जाम दिनुपर्छ हामीले अफिसमा गएर। हाम्रो चाहिँ ELP इक्जाम चाहिँ अनलाइन थ्रु हुन्छ हैन, जुमबाट। उहाँ चाहिँ त्यहाँबाट चाहिँ उहाँहरूले क्वेसन सोध्नुहुन्छ नि, हामीले चाहिँ भन्नुपर्दा उहाँहरूले इन्ट्रोडक्सनहरू सोध्नुहुन्छ। त्यस्तो गाह्रो केही सोध्दैन भन्नुपर्छ हैन। अब त्यही कम्युनिकेसन कसरी गर्ने, के बोल्ने, कसरी बोल्ने, इङ्ग्लिस आउँछ कि आउँदैन यो मान्छेलाई, कतिको इङ्ग्लिस आउँछ, इङ्ग्लिस बुझ्छ कि बुझ्दैन भन्ने कुराहरू चाहिँ सोध्ने रहेछ। त्यो अब पुरै हुन्छ नि, पुरै खतरनाक इङ्ग्लिस बोल्नैपर्छ भन्ने छैन। जस इङ्ग्लिस बुझ्छ र इङ्ग्लिस बुझेर रिप्लाई गर्न सक्छ भन्ने कुरो भनेर हो क्या त्यो ELP इक्जाम लिने। अनि त्यही भएर ELP इक्जाममा अब त्यहाँ चाहिँ गएर बुझ्नुपर्छ कस्तो क्वेसन सोध्छ, अनि त्यही हजुरहरूलाई म भन्छु। यो चाहिँ हाम्रो स्कुल भयो आज ELPको लागि हैन। अब माथि जाँदैछु। के छ, रेडी छौ त ELPको लागि? अब यो चाहिँ हाम्रो स्कुल भयो। यो चाहिँ एडमिनहरूको एरिया। को पैसा तिर्दै मेरो साथी, मैले त ल्याएको छैन। यहाँ चाहिँ म अब पुगेर बसिरहेको छु ELPको लागि। सबैजना पुगेर बस्दैछ। अहिले सिम्बल नम्बर वाइज सबलाई बोलाउने रहेछ। मेरो चाहिँ 5th नम्बरमा रहेछ। साथीहरू पुगेर बसिरहेको रहेछ, अर्को चाहिँ उभिएर काम नपाएर। अनि क्वेसनहरू पनि छन् यहाँ चाहिँ साथीहरूसँग। Hey, show me the paper. What are you studying? ELP leaked. So how you are feeling for ELP? I'm not feeling well. Why? I think I'm gonna pee. Oh shit. I'm very nervous. I don't have good English. Yeah, even me, bro. And they don't say in middle. If you say that one, they're gonna, Really? Yeah. They'll not? Yeah. They'll get angry. I'll be like, for example, fourth like passing, Okay. So, टक्नुहोस्, म तपाईँलाई चाहिँ त्यो देखाइदिन्छु हाम्रो रुटिन कसरी बोलाउने रहेछ। I mean schedule. नम्बर 5 मा मेरो यहाँ रहेछ 017684। सबै साथीहरू कुरेर बसिरहेको रहेछन् यहाँ। मेरो चाहिँ ELP सक्यो हैन। अब धेरै नै सजिलो छ, त्यस्तो गाह्रो चाहिँ थिएन। सुरुमा चाहिँ हल्का नर्भस थिएँ, इङ्ग्लिस हल्का बिग्रिन्छ कि भनेर, तर त्यस्तो केही गाह्रो रहेनछ। एकदम सजिलो रहेछ। म चाहिँ अब घर जान आँटेको, हजुरहरूलाई रिभ्यू दिन्छु के कस्तो सोध्ने रहेछ क्वेसन। अनि यिनीहरू अझै बाँकी छन् दिनको लागि, कुरिरहेको रहेछन्। सबभन्दा सुरुमा आएको साथी पनि कुरिरहेको छन् अहिलेसम्म। आर्यन राम्ररी दिनु है, म चाहिँ घर लागेको। योहरू बाँकी छन्। अनि हाम्रो एकाडेमीको बारेमा पनि सोधिरहेको रहेछन्, कस्तो छ अनि के घर आउँदै रहेछन् होइन, हल्का हल्का। त्यस्तो गाह्रो क्वेसनहरू चाहिँ थिएन त्यो। म चाहिँ घर आइपुगेँ। अनि फेरि एकछिनमा मलाई स्कुल जानुपर्छ। ELP सकिहाल्यो। अब फेरि मलाई चाहिँ लगबुक भर्नुपर्ने छ। लगबुक भर्नको लागि चाहिँ हामी स्कुलै जानुपर्छ। त्यसको लागि क्याप्टेनहरूले सिकाइदिनुहुन्छ कसरी भर्ने हो भनेर। त्यहाँ चाहिँ हामीले हाम्रो फ्लाइट आवरहरू लेख्नुपर्छ होइन, हामीले कुन कुन ठाउँ उडेको होइन, डेस्टिनेसनहरू, हाम्रो डेस्टिनेसनहरू पनि त्यहाँ फिलअप गर्नुपर्छ। त्यहाँ चाहिँ लगबुक भनेको चाहिँ हाम्रो फ्लाइङको रेकर्ड राख्ने ठाउँ हो एउटा। त्यहाँ चाहिँ पाइलटहरूले कहाँ उडेछ, कति घन्टा छ, सबै कुराहरू त्यहीँबाट हामीले थाहा पाउने हो। र उसले कति घन्टा उडिसक्यो भने पनि त्यहीँबाट थाहा पाउने हो। खाना खाएर सक्यो। अब चाहिँ स्कुल जाँदैछु लगबुक भर्नको लागि। अनि त्यसपछि अब स्कुलमा गएर देखाउँछु लगबुक तपाईँहरूलाई कस्तो हुन्छ भनेर। त्यहीँ अब स्कुलमै भेटौँ है त। स्कुल आइपुगेँ। अब पार्किङको लागि चाहिँ ठाउँ हेर्नुपर्छ। यहाँ चाहिँ हामीले पार्क गर्नु मिल्दैन, किनकि यहाँ टिचरहरूले मात्र हो। अब मैले चाहिँ यहाँ पार्क गरिदिन्छु यो साइडमा। पार्किङ नपाएर यहीँ पार्क गरिदिएको। अब रोडमा चाहिँ पार्क गर्नु मिल्छ, अर्को गाडी त्यहाँ पार्क भइरहेको छ। स्कुटरले पार्क छ यहाँ। सो जोस् पाउने रहेछ पार्क गर्न। कहिले काहीँ चाहिँ चिट काटिदिन्छ। अनि तर यहाँ चाहिँ हामीले पार्किङ गर्नु मिल्दैन, त्यहाँ टिचरहरूको लागि मात्र हो। त्यही धेरै स्पेस छैन, हाम्रो गाडी हाल्यो भने फेरि ठाउँ पुग्दैन, त्यही भएर अनि नराखेको थिएँ। हाम्रो लगबुक चाहिँ यस्तो हुने रहेछ। अनि हामीले चाहिँ यहाँबाट कपी गरेर यहाँ चाहिँ फिल गर्नुपर्छ। जस्तै कि
पिआइसी पालिपिङ कमान्ड गरेर अनि हामीले राख्ने अनि हाम्रो टाइम यहाँ भयो ड्युरेसन होइन अनि त्यहाँबाट यहाँ राख्ने हो त्यति मात्र गर्ने हो लास्टमा चाहिँ म एउटा कुरा बिर्सिरहेको छु भन्नु होइन त्यो एउटा साथीले चाहिँ क्वेसन लिक छ यता उता भनेर रहेछ नि त जस हामीले एभिएसनमा क्वेसन लिक गर्न मिल्दैन किनकि हाम्रो गभर्मेन्ट थ्रु हुने हो सबै क्वेसनहरू होइन अनलाइन हुने हो त्यो क्वेसन आउटै हुँदैन साथीले चाहिँ आफ्नो लागि कन्भर्सेसन बनाएको थियो आफूलाई सजिलो होस् भनेर होइन त्यहाँ बोल्नको लागि होइन जब इन्टरभ्यू हुन्छ त्यतिखेर बोल्नको लागि उसले आफ्नो कन्भर्सेसन बनाएर चाहिँ ल्याएर रहेछ होइन त्यहाँबाट प्र्याक्टिस गरिरहेको रहेछ उसले त्यो क्वेसन चाहिँ होइन है पोजिटिभ वेमा लिनु होला धन्यवाद